माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा उहाँले गर्नुभएको छ। एक दुई, अदालतप्रति माधवजीले नै भरोसा छ हाम्रो, अदालतले न्याय गर्छ र म छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। मैले पनि अदालतले पक्कै पनि उहाँमाथि न्याय नै गर्छ भन्ने ठान्छु। तर चाहिँ कुरा के छ भने चाहिँ अब प्रधानमन्त्रीजीको अलिकति राजनीति प्रतिशोधको गन्ध त आएकै छ र अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न, गम्भीर प्रश्न जन्माएको छ। त्यो के भने पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा, कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको नीतिगत निर्णयको विशेष चाहिँ अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ क्याबिनेट नै गरोस् भनेर चिठी लेखेको मैले आफैले हेरेको छु त्यो चिठी। तर अहिले त्यही अख्तियारले माधवजीले गरे त नीतिगतै निर्णय हो, जे गरेको भए पनि त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाफ दियो। यो नै इस्टाब्लिस हुने हो भने त अब हामीले त भने फेरि हामीले चाहिँ त्यही कुरा भनेका छौँ, 64 देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानबिन होस् भन्ने हामीले भनेका छौँ। यसले के गर्छ भने यसो हो भने कोही पनि चाहिँ छानबिनको दायराभित्र आउन सक्ने भयो, तर यो नीतिगत र सैद्धान्तिक रूपले ठिक हो कि होइन भन्ने बहस चाहिँ गर्न जरुरी छ। यो विषय 1-2 दिनभित्र थाहा हुन्छ। प्रगति अस्ति हामी चाहिँ बालुवाटारमा बसेपछि बिस्तारै वातावरणलाई सहजीकरण गर्ने कोसिस भइरहेको छ। दिन प्रतिदिन चाहिँ थोरै थोरै भए नि प्रगति भएको छ। आज हामी पहिला प्रतिपक्षीहरू बस्यौँ र प्रतिपक्षीहरू चाहिँ छानबिन मुख्य कुरा हो, भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढङ्गले टुङ्ग्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षको भयो एउटा। अर्को प्रतिपक्षको तर्फबाट अब नेपाली काङ्ग्रेस सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ यो सबै विषयमा भन्ने पनि भयो अहिलेका राजनीतिक घटनाक्रमको विषयमा। र भर्खरै फेरि सत्तापक्षका खास गरी नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनि ज्ञानेन्द्र कार्की अनि श्यामजी लगायतसँग पनि हाम्रो कुराकानी भयो र आज चाहिँ सदन नचलाउने, अलिकति सूचना तासेर चाहिँ जाने भन्नेमा समझदारी भएको छ। मलाई लाग्छ अब 1-2 दिनभित्र यो विषयको सकारात्मक सत्तापक्ष नै छानबिन गर्न, छानबिन प्रक्रिया अगाडि बढाउनेमा सहमति देखिया छ। तर छानबिन अब अहिले संसदीय छानबिन समिति बनाएर जाने या पूर्व न्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबिन गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन।